हामी 8 बजे चाहिँ यहाँबाट निस्किँदैछौँ एनजेपी। अन्त एनजेपी गएर चाहिँ हामी मेघालय तपाईँहरूलाई देखाउने छौँ। आजको कन्टेन्ट तपाईँले हेर्न सक्नुभएको छ र 8 बज्दैछ। हाम्रो ब्याकप्याक सबै भइसक्यो रेडी र यहाँ लथालिङ छ। यहाँ नवीनको, यहाँ यत्रो यो भयो, यो पुनमको, यो मेरो सक्यो। अब चाहिँ हामी जाने, आइसक्रिम पनि खाने है अलिकति। यो ब्रस लगाऊ गाइस, हामी रेडी भइसक्यो। ब्रस कसको? हामी दादाकोलाई मैले बोके त। हुन्छ यो उनीहरू उयो गर्छन् ल। चलो लेट्स गो, तपाईँलाई भेट्नेछौँ। ल गाइस हामी चाहिँ जाने, बाई बाई। ए पुस्का दिँदैन ब्याग चाहिँ नलगेको राम्रो ब्याग दिएर चाहिँ भाउजूको चाहिँ मान्छे आइसक्रिम छ। हामी जानु के भन्नु छ? इन्जोय गरेर कति तँलाई त 2 बरा ल ल घरमा मेरो बहिनीलाई यहाँ छोडिराख्दैछु। एमबी हाल्दिनु न अन्त डेली एमबी हाल्दिनु 29 नभनिकन अन्त मात्रै। यहाँ अर्को साथी छ, उसले चाहिँ म बिहा नगरेको तर म भन्दै बेसी रेडी चाहिँ यो भइरहेको छ मेरो बुढी। हाम्रो पुनमले एप्पल किन्दैछ अब खानुको लागि। आज 1 किलो अङ्कलको दोकान यहाँबाट किनेर हामी आज राति खाने चाहिँ फ्रुट्सहरू लाँदैछौँ। अपडेट त दिँदैछ। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। दिस इज मी नुतिन राई एन्ड तपाईँहरू सन्चै हुनुहुन्छ होला, आई होप। अनि म पनि सन्चै छु। आजको दिन चाहिँ हामी द मेन थिङ इज हामी चाहिँ गोइङ टु ट्राभल होइन। हामी मेघालय जाँदैछौँ, शिलङ मेघालय। अन्त पहिला गुवाहाटी जान्छौँ होइन। गुवाहाटी गएर हामी तपाईँहरूलाई दामी दामी भिडियोज देखाउनेछौँ। राइट नाउ वी आर इन न्यू जलपाइगुडी स्टेसन। हामी जलपाइगुडी स्टेसनमा छौँ, न्यू जलपाइगुडी। र हाम्रो ब्याकप्याकहरू यसरी छ, हाम्रो यसरी जाँदैछौँ हामी। यस्तो चाहिँ वेदर आज मैले बाटोमा किन गरिनँ भन्दाखेरि चाहिँ एकदमै वेदर खराब, पानी परिरहेको थियो, अहिले चाहिँ रहेको छ। हामी चाहिँ घुम्नु जाँदैछौँ गाइस, तपाईँहरूले स्टे ट्युन विथ अस होइन। ल हामी बुढाबुढी यसरी जाँदैछौँ। आई ह्याप्पी छौ? एकदम खुसी छौ? हामी एकदम खुसी भएर हामी जाँदैछौँ। अब एनजेपी पुगिसकेको छौँ, तर हाम्रो ट्रेन चाहिँ आज 2 आवर्स लेट बताइरहेको छ। एकदम मजा रहेको छ। तपाईँहरूलाई यसो तपाईँलाई आजको भ्लगहरू साथसाथै हामीले घुमेको भ्लगहरू सबै देखाउनेछौँ। तपाईँहरूले चाहिँ लाइक सेयर सब्सक्राइब च्यानललाई माया देखाइदिनु हो बस। हाम्रो केटाको चाहिँ लभ परेको छ, नयाँ न्युली लभ पर्दा त्यसै गर्नुपर्छ। केटाहरू बेगहरू भिरे तापनि फोनमा चाहिँ बोल्नु छोड्नु हुँदैन, रिसाउने डर हुन्छ हो। टाइममा चाहिँ फोन गरिहाल्नुपर्छ हो। होइन धेरै उम्कायो कि भने जस्तो भने जस्तो भयो, धेरै उम्काइसक्यो। अब यो चाहिँ उम्काइँदैन भने जस्तो भयो नि। ठिक छ, लभ एरिया परिरहेको छ, ठिकै छ। हाम्रो साथी अब वैवाहिक जीवनमा गाँसिनु आँटेको छ केटा। मजा आएको छ, एक्साइटमेन्ट, हेभी एक्साइटमेन्ट छौँ हामी। पहिलोचोटि हामी जाँदैछौँ शिलङ मेघालय। हामी चाहिँ स्टेसन आइपुगिसकेको छौँ र हाम्रो यहाँ ट्रेन छ। अब हामी जानेछौँ। आजको
गुड मर्निङ पनि भयो हात मिलाइदिउँ भेरी गुड मर्निङ 12 बजीसम्म हामीले चाहिँ पर्खिसक्यौँ अब अझै ट्रेन डिले देखाइरहेको छ 2 आवर्स र 1-2 बजी सायद चढ्छौँ होला हाम्रो ट्रेन र पुनम चाहिँ यसरी पर्खिरहेको छ नआएको अवस्था छ अब चाहिँ हामी पलेटी कसेर 2 घन्टा जस्तो चाहिँ यसरी बिताइन्छ This is the condition of my Buddha right now. भर्खरकोहरू देख्दैछ कि तर बुढोहरू हो नि दुईजना 2 घन्टाको बादमा चाहिँ हाम्रो ट्रेन आइसकिसकेको छ अहिले हाम्रो टक्कै 1:10 हुँदैछ अब चाहिँ हामी जाने ल हामी कुद्दैछौँ है हाम्रो चाहिँ S1 मा छ एकदम टाढो छ Right now we are in Guwahati. अब चाहिँ झर्यौँ गुवाहाटी आज मर्निङ यो अर्कै बगीमा हात मिलाउन अन्त ल गुवाहाटी आइपुग्यौँ हामी कतिको घुर्दै थियो अरे एउटा गाउँ कभर रहेछ नि घुर्ने मान्छे चाहिँ एउटा गाउँ कभर गर्ने खालको चाहिँ घुर्दै थियो अरे आज सुत्नु पाएन रहेछ राम्रोसँगले साथी चाहिँ हो हामी चाहिँ जाँदैछौँ गुवाहाटी हामी खासैमा भनौँ भने चाहिँ फर्स्ट टाइम नै हो गुवाहाटी चाहिँ यो चाहिँ तपाईँको मेन गुवाहाटी रेलवे स्टेसन हो आज चाहिँ हामी आइपुगिसकेका छौँ र अब हामी के गर्छौँ त्यो सबै तपाईँहरूलाई देखाउनेछौँ मेरो बाइक यहाँ छ ल हाम्रो टोटो रेडी भइसकेको छ बस आजको हाम्रो अटो पाइसकेको छु मर्निङ भइसक्यो मर्निङ हाम्रो दाजु नसिबकोमा जाँदैछु र यहाँ नसिबको भाइ म पनि हो बुहारी बुहारी भाइहरू सबै जाँदैछ हामी दुःख दिनु दुःख दिनु हामी आज नै जानु पर्यो भनेर कता दुःख नदिउँ भनेर त ल हामी जाँदैछौँ देखाउनेछौँ तपाईँलाई अरू भिडियो नानी गर्दैछु छिटो छिटो गर्दैछु हाम्रो भाउजू पश्चिमियामा हुनुहुन्छ उहाँ हो हाई गर हाई गर यहाँ भुलेछ काकालाई त भुलेछ काका पो त काका हिँडेर न हामी आउँदैछौँ सन्चै हुनुहुन्छ खै ओ नसिब गरौँ ल के छ अन्त दाजु उहाँ चाहिँ पास्टर हुनुहुन्छ है नसिब राई हाम्रो नवीनको साख्य दाजु खुदको निजी यहाँ हाम्रो भाउजू एकछिन ल पुनम कल आउँदैछ नानी आस्था हाई हाई गर नि हाई यस्तै छ अब ल के छ ल हामी बस्नेछौँ केही छ यो चाहिँ आमाले पठाइदिएको है
यहाँ हाम्रो पास्टरज्यू दाजुको अनबक्सिङ हुन गइरहेछ बोटको। लु हाम्रो भाउजूले लु गर्दिन कस्तो चाहिँ रहेछ है हाम्रो दामी। लु गिफ्ट दिएको रहेछ देखा त कस्तो रहेछ। ब्रान्ड न्यू बोटको राम्रो हुन्छ यसको पनि माइक मेरो पनि यसको उसको खै उयो नि टाइम लिएको। ल एयरबड्स बोटको मेरो चाहिँ खैनीको बट्टा जस्तो छ कि मेरो साथीले भनिहाल्छ नि खैनीको बट्टाले लिँदै आउँदा बजेको। यहाँ चाहिँ हाम्रो आस्ना बाउ